But we didn't give a seat. Oh my god, गर्दै खाँदैछु म फुल अलि राम्री भएर आउनुपर्छ. So hi guys, म चाहिँ रेडी भइसकेँ अनि यस म रेडी भइसकेको चाहिँ छैन. लुगा यतापट्टि यति फिजिरहेछ. मेरो साथी र म चाहिँ के भन्छ भक्तपुर जाने भनेर रेडी हुन थालेको म. तर अब मलाई के लाउनु भयो. आउट अफ नो वेयर मैले यो क्युट अप्सरा दिदीले दिनुभएको टी सर्ट पाएँ अनि यो लाएँ मैले. अनि भित्रबाट पनि एउटा वान पिस लाएँ. सो अब अनुहारमा मेरो मेकअप हुन्छ. मेकअपमा चाहिँ मेरो केही हुँदैन अरू त. हुन त मोइस्चराइजर र सनस्क्रिमै हो. अब त्यो लाइहाल्छु म. अब मेरो मेन पार्ट त्यो टेन्सनको पार्ट चाहिँ कपाल हो क्या. तर म यतिकै गर्छु जान्छु. अब म मेरो दिदीको इयरिङ कुन छ भनेर खोज्छु. अनि त्यसमध्ये सबैभन्दा राम्रो इयरिङ जुन छ त्यो लाउँछु. भेट्टाइन भने म यतिकै जान्छु. गाइस अब म चाहिँ ठिक परिसकेँ. मैले भेट्टाइन के अरे इयरिङ भेट्टाइन. एउटा इयरिङ भेटाएको भए चाहिँ राम्रो हुन्थ्यो हुन चाहिँ. आई गेस मेरो दिदीले लिएर गयो होला. त्यसको सुट के छ होला अनि लिएर गयो होला. अब म के गर्छु भन्दा एउटा टिकटक बनाउँछु. किनभने मैले अझै एकदम धेरै टिकटक बनाइरहेको छु. मलाई टिकटक बनाउन पनि एकदम जागर चलिरहेको छ. सो म टिकटक बनाउँछु. टिकटक गाइस मैले चाहिँ आज भिडियो गर्ने भुलेछु. म ढिलो भएर हतार ठिक परेर आधी भिडियो बनाएर हिँडेँ. अनि मैले चाहिँ मान्छेजीलाई भेटिसकेको थिएँ. अघि नै भेटेको. अघि भेटेर हामी गाडीमा डुलेर आयौँ. तर त्यत्रो बेरसम्म मैले भिडियो बनाउनै भुलेछु. अहिले चाहिँ अब हामी लिपस्टिक लाउन लागेको. किनभने फोटो खिच्नु पऱ्यो. तर मलाई लास्ट भोक लागिरहेछ. त्यही भएर मेरो भोक चाहिँ मेरो अनुहारमै देखिरहेछ. अनि यो चाहिँ मनिषा हो. अब हामीले आज चाहिँ म भेज हो गाइस फेरि. अनि उहाँ चाहिँ फेरि बफतिर घरमा पुऱ्याइदिन्छ यो भिडियो घरमा पुग्छ तेरो. अनि म भेज मान्छेको अगाडि यो बफ खान लाग्दैछ. दुईवटा कटलेरी माग्नुपर्छ जस्तो छ. तेरो लागि सोधेर खानुहुन्छ नि. चाहिँ यसको साइडमा कपालहरू हुनुहुन्छ. यहाँदेखि चाहिँ राम्रो भ्यू देखिरहेको छ. पोट्री गर्नलाई आउटफिट चेक. पोट्री गर्नहरू उसले चाहिँ एकदम आउटफिट त्यही भएर तल पनि मैले हेर्दै थिएँ आउने. तर त कस्तो चस्मा सस्मा लाएर त अलिक नचिनी नै देखिँदैन थियो. म त अलिक पेन्ट लाएर हिँड्ने मान्छे. आज मैले स्कर्ट लाएर हिँडिरहेको छु. फरार र उडाउँछ. अब म अलिक के भन्नु मलाई गायब हुन्छ क्या. गाइस अहिले मैले नभुल्नु नि जसम्म चाहिँ म खिचिरहन्छु आज गाइस. एस्थेटिक के नाम एस्थेटिक के नाम पे यो तर एस्थेटिक भ्यू नै छ गाइस. एस्थेटिक भ्यू नै छ एकदम. गाइस फाइनली हाम्रो चाउमिन चाहिँ आएको छ. ओइ बफमा मोमो पनि आयो. त्यसको मोमो आयो तर त्यसको मोमो मैले खाँदिनँ गाइस आज. सो यस अब एस्थेटिक लुक दे रही है ये लड़की. इसका मोमो आज खाए. यो अचार चाहिँ दामी रहेछ. मैले यहाँनिर राखिसकेँ थोरै. अचार मात्रै खाएको. ओ माई गड गर्दै खाँदैछु म फुड ब्लगर भइसक्यो गाइस. अब हेर्नु मैले यो चाहिँ एक्सपेक्ट गरेको थिइनँ. के भन्छ झोल मोमोमा मेरो मोमो चाहिँ सेपरेट मागेको हो. टेस्ट गर्दै चाहिँ नाइस. उहाँ चाहिँ अझै खाँदै हुनुहुन्छ. मैले चाहिँ खाइसकेँ गाइस. अब यहाँनिर म टाइम ल्याप्स बनाउन ट्राई गर्छु कस्तो हुन्छ. दामी आउँछ. भोलि 1 बजीदेखि हुन्छ. खाना यार छिटो.
नयाँ बेहुला बेहुली एक्सप्लोर्ड बेहुला बेहुली अन्त टाउन त्यहाँ चाहिँ फोटोग्राफरहरू हुनुहुन्थ्यो रहेछ तर यस्तो देख्दा क्या खुसी लाग्छ यार मलाई नेपाली कल्चरमा यिनीहरूले फोटो खिच्न आँट भनेर टक्क यो फेरि छुट्टै मौका भएर चाहिँ बेहुला बेहुलीलाई देखेर कस्तो देखिन्छु होला प्लिज अहिलेदेखि नै इमेजिन गर्न नथाल्न त भयो म तेरो बिहे हुन दिन्न म तेरो वान साइडेड पागल प्रेमी भएर के भन्छ तेरो बिहे रोकिदिन्छु म त्यो अङ्कल यस्तो मजाले हाँसिराख्नु भएको छ गाइस जस्तो अङ्कलले आफ्नै बिहे याद गरे जस्तै उहाँहरू सबजनाले रमिता भइरहेछ इन्क्लुडिङ हामी अब उहाँहरू चाहिँ कता जाँदै हुनुहुन्छ न्युली म्यारिड कपाल हो जस्तो छ अनि उहाँहरू चाहिँ सबजना यो आर्किटेक्टको फोटो खिचिराख्नु भएको छ यहाँ पनि फोटो खिचिरहेको छ सबजना फोटो मात्र खिच्छन् यार What about you? त्यही त मेरो त झन् हातमा क्यामेरा मात्रै छ उहाँले यो मोमो आई डोन्ट नो कति दिन लाएर खाइसक्नुहुन्छ तर म उहाँलाई खुवाइसकेर मात्र लिएर जान्छु तर उहाँ खाँदै हुनुहुन्छ ह्यान्ड्स अप यत्रो सानो ज्यानले यार यत्रो खाइसक्यो म त एकदम मोटो छु लाइक 100 पुग्न आँटेको छु अरू केही मैले अघि खाएर यो प्लेट म चाहिँ यहाँ छु गाइस अघि चाहिँ मैले कपाल छोडेको थिएँ म पनि भोलिपछि मेरो सपनाका राजकुमारसँग यसरी नै फोटो खिच्छु यसरी नै के दिनुभयो ओहो खुकुरी पनि लगाइदिनु ओके म भोलिपछि मेरो सपनाका राजकुमारसँग यसरी नै फोटो खिच्छु म यसको पनि खिचिदिन्छु होला यसको सपनाका राजकुमारसँग तर म यसलाई चाहिँ एक्स्ट्रा चार्ज लिन्छु खुकुरी राखेको भएन क्या यो हातले निकाल्छ नि त खुकुरी यस्तो चाहिँ हुनुपर्ने हो त्यो उल्टो भइरहेछ अनि खोइ त फोटोग्राफर दाइ चाहिँ अबै बिचारे यहाँ यसरी यस्तो खुसी भइरहेछ सरी आजको मेरो डेट गाइस आजको मेरो डेट ओ शेट फ्ल्यास बल्यो राम्री केटी 1 2 3 यतै छ हामी फाइनली अगाइसकेको छौँ बल्ल हामी भक्तपुर घुम्न आएको अब चाहिँ हामी भक्तपुर एक्सप्लोर गर्छौँ अनि त्यसपछि पोट्री गर्छौँ अनि त्यसपछि हामी ब्याक टु काठमाडौँ तर हामी जाँदैन के गर्ने गएर के गर्नु यस्तो घाम छ वा म हिरोइन फिल गरेँ किनभने अहिले भर्खरै हावा आइरहेको थियो यो हामीले चाहिँ कतिवटा कुरा पछि भेटेको यो हो कि भेट्ने लाइक इट माइट बी आफ्टर 8 months 8 months अस्मिता गएकै कति भयो त्योभन्दा अगाडि भेटेको हामी लास्ट टाइम हामी पाटनमा भेटेको नि त मेरोमा होइन अनि मैले ठ्याक्कै त्यति बेला काम स्टार्ट गर्न आँटेको थिएँ नि लाइक नर्मली 9 to 8 months भयो ऐसा होता है अनि एकै सिटी परे आन्टी कसलाई के गाली दिँदै हुनुहुन्छ बट वी डोन्ट गिभ अ शिट अनि यस्तो गल्लीहरू चाहिँ दामी लाग्छ हामी चाहिँ भक्तपुर म्युजियम आएको अनि 50 रुपियाँ एक्स्ट्रा लाग्दो रहेछ यहाँ फोटो खिचेको मन्दिर आएको फोनको टिकट हो एन्ड दिस इज माइन
And this is again Mandira Bandari. स्टुडेन्ट कार्ड We have a student card. ऊ त स्टुडेन्ट नै होइन अनि सो हजुरहरू भक्तभर दरबार स्क्वायर घुम्न आउँदाखेरि चाहिँ स्टुडेन्ट कार्डहरू हजुरहरूसँग छ भने लिएर आउनु होला कृपया. So I'm getting 15% off. तेरो एउटा फोटो खिच्छ एउटाको 50 रुपियाँ छ भनेर सोचिन्. यहाँ फोटोहरू हाल्दैछ. जति सबै खिचिसक्यौँ. दुईजना राम्रीहरू चाहिँ यहाँ छौँ अनि Celebrity of the day. हाम्रो यो फोटोग्राफीको ट्याग लगाएको है सबजनालाई सहयोग लाग्यो तपाईँहरूसँग फोटोग्राफीको ट्याग छ भने यहाँ चाहिँ 50 रुपियाँ तिरेर फोटो खिच्न पाइँदो रहेछ तर अलि राम्री भएर आउनुपर्छ हामी जस्तै ल्याङफ्याङ होइन त्यो दाइले जुत्ता नलाइकन यहाँ बस्नु भनेको तर यसमा चाहिँ नटेक्नु भने हो काठमै त केही हुन्न होला म चाहिँ उसको ब्लग चोरेर ब्लग बनाउन थालेको हामी निस्किन कता ओ यता अघि हामी कता हो फेमस हामी कति फ्लोरमा छौँ फर्स्ट इसे कहते हैं के भन्छ क्लेभरनेस नेपालीमा भन्ने आएन वी गट टु नो द्याट यो बन्द हुन आँटेको छ सो वी हेभ टु हरी अप हामीलाई जे फोटो लिने भिडियो लिने जे छिटो छिटो गर्नुपर्छ यहाँदेखि झन् राम्रो देख्दो रहेछ यहाँ चाहिँ अफिस होला यहाँ तल अफिस होला चुप्प आइज झ्याल धेरै पैसाको जहाँ झ्याल दिएको कि बसिहाल्ने भक्तपुरमा झ्यालै झ्याल छ यार हरेक झ्यालमा गर्नुपर्छ ढिलो आयौँ क्या नि खाजा कसले खायो जस्तो भोक लाग्दैन भने कतादेखि निस्किने हो यहाँदेखि निस्किने यस्ताहरू चाहिँ गफान्थ्यो बसिरहनु भएको छ हामीलाई चाहिँ बन्द गर्ने बेला बोकाउनु भयो हामीलाई अत्याउरालाई होला पक्का किनभने अरू नै मान्छे घुमिरहेको छ यार त्यो चाहिँ पुलिस स्थिति नै हुनुहुँदो रहेछ नेक्स्ट म्युजियम बिल्डिङ हामी चाहिँ उता माथि झ्यालबाट फोटो खिच्दा गरेर आएको तर यहाँ नि राम्रो आउँदो रहेछ यार ल गाइज अब चाहिँ हामी एक दुईवटा क्युट भिडियोजहरू खिच्छौँ ए म नि ब्याग राख्छु यार हामी एकदम के भन्नु अनकम्फर्टेबल फिल गरेर पनि कम्फर्टेबल फिल गर्दै हामी भिडियो बनाउँदैछौँ अब हामी पोर्ट्रेटमा भिडियो बनाउँछौँ युट्युबको लागि यति नै थियो सो गाइज स्टे ट्युन फर मोर अपडेट आज हामी पोर्ट्रेट गर्न चाहिँ खासै गइन्छ जस्तो लागेन किनभने यहीँ 5 बजीसम्म अब हामीलाई घर नै जानु छ अब यो टाइममा काम यस्तो धेरै हुन्छ सो यस गाइज स्टे ट्युन के भन्छ अरू भिडियो खिचिहाल्यो भने खिचिहाल्यो नभए चाहिँ बाई बाई सायोनारा अब चाहिँ ऊ फेरि भिडियो सुरु गऱ्यो फेरि हावा गयो स्ट्यान्ड राखेको के मतलब भयो होला खै त यसलाई खोज्दै थिएँ गाइस यो चाहिँ यहाँ यसरी ब्याग टिप्न गएछ म उसलाई खोज्दै थिएँ ऊ ब्याग टिप्न गइसके चाहिँ अनि अब म चाहिँ यहाँ छु अब उहाँले चाहिँ मेरो 2टा ब्याग लिइदिइसक्नु भएको छ अब हामी चाहिँ अब चाहिँ भ्लग सुरु हुन्छ यहाँ तल गर्नु कस्तो राम्रो देखियो फाइनली अब भ्लग सुरु हुन्छ हाम्रो के हाम्रो अब हाम्रो घुमाइ चाहिँ लगभग सक्यो जस्तो छ गाइस अब हामी चाहिँ ले मेरो ब्याग यस्तो ब्युटिफुल भएर हिँड्ने जस्तो कस्तो भिड हुँदो रहेछ नि यस्तो ब्युटिफुल भएर हिँड्ने जस्तो लागिरहेछ तर हामी चाहिँ
अब यस्तो ब्याग बोकेर हिँडिरहेको छु। कपालभन्दा कम भएको छैन। अरे वहाँ चाहिँ अब कोही हात छोडे या नछोडे ये नहीं छोड्ने वाली। उयो गर त अफ गर। यो गेस्टलाई भेटेर को यो गेस्ट बोल्न त नि को भेट्यौँ। हामी फाइनल्ली जुजुताउ खाना लागेको। कुन साइज हो? ठिक्कको साइज खानको लागि। हजुर यहाँ चाहिँ हामी जुजुताउ खान्छौँ। जुजुताउ चाहिँ मिठो लाग्यो तर मलाई कि कहिले काहीँ जुजुताउको त यो माटोको यो हुन्छ नि यसको स्मेल यति मिठो लाग्छ कि यही खाइदिउँ जस्तो लाग्छ यार। जुजुताउको साटो यो खाना मिल्ने भए पनि यही खान्थेँ। माटोको स्मेल क्या मिठो हुन्छ नि। तपाईँलाई कस्तो लाग्यो त मन्साजी? मेरो त सकिन लागिसक्यो। अलिक धेरै नै छाडो भएन र? आजको मेरो मोडल मोडललाई कस्तो फिल लाग्यो आज? बस्दिन चाहिँ अब यहाँ माथि चेरुहरू पनि छ। यहाँ मेरो साइडमा हुनुहुन्छ एकदम रसिली हसिली ग्रास नानी। गाडी चढ्ने होइन मतलब पोखरी हिँड्ने। अब चाहिँ हाम्रो ब्लगको लगभग इन्ड गइसक्यो चाहिँ किनभने मेरो फोनमा चार्ज सक्यो। बा मलाई दिन्छ म पनि आफ्नो बनाउने यसलाई लगाइदिनु। ला झऱ्यो। हाई गाइज हामी चाहिँ नारायण धान जाँदै थियौँ। मेरो ब्लग चाहिँ अघि सकेको थियो तर भेरी इम्पोर्टेन्ट कुरा भन्नलाई मैले ब्लग गरेको। हाम्रो चाहिँ गाडी यहाँनिर के भन्छ यो धुम्बाराई आएपछि गाडीहरू पुरा फर्काइरहेछ किनभने धापासीमा चाहिँ गाडीले मान्छे मार्यो अरे। अनि हामी चाहिँ अब के गर्ने उड्नु हामी कसरी पुग्ने घर वाट टु डु। तिर जानु छ गाडी अर्कोतिर फर्काइरहेछ। सबजनालाई यहाँ टेन्सन छ टेन्सन। गाडीहरू फर्किँदैछ। नारायण जानुपर्ने अहिले यहाँनिर 7:11 भइसक्यो।